बफको मासु बफ ल साथीहरु मैले आज चाहिँ झोलवाला राँगाको मासु बनाएको छु हैन। आज मैले सरी तपाईलाई किन क्षमा माग्दैछु भने आज चाहिँ मैले तपाईहरुलाई सुरुदेखि भिडियो खिच्न पाइन साथीहरु, किनभने एक्लै मान्छे नि यो पनि गर्नुपर्ने हैन, यो पनि पकाउनु पर्ने, यता भुडी पनि पकाउनु पर्ने, यो काट्नु पर्ने, यो पनि यता पनि, अनि मसला यो पनि रेडी गर्नुपर्ने। अर्को एउटा कुरा के छ नि, उहाँ सुकुटी चाहिँ मैले बनाउनलाई राखेको छु, तर हावा धेरै चलेर भनौं न, हावा धेरै चलेर मैले सुकुटीको लागि चाहिँ आगो बाल्न सकिनँ साथीहरु। त्यही भएर सुकुटी काट्दै थिएँ, त्यता गर्दै यता पकाउँदाखेरि म एक्लै हुँदाखेरि क्यामेराले क्याप्चर गर्न सकिनँ। त्यही भएर म तपाईलाई एकैचोटी फाइनल्ली पाकिसकेपछि मात्र तपाईहरुलाई यो राँगाको मासु देखाउन पाएँ हैन। आज हल्का झोल हालेर बनाएको छु साथीहरु, हेर्नुस् तपाईलाई कस्तो लाग्छ राँगाको मासु। एकदम धेरै मिठो लाग्छ हैन, एकदम। फेरि मलाई चाहिँ आफ्नै हातले पकाएको मिठो लाग्छ है राँगाको मासु अरूले भन्दा। अनि अर्को कुरा एकता चाहिँ भुँडी फ्राई गर्दैछु। भुँडीको लागि पहिला यो यस्तो हेर्नु साथीहरु, यो तौलिया जस्तो छ नि, यो अलिकति यो त्यस्तो भएको चाहिँ अलिक साह्रो हुन्छ कि, अनि यसलाई पहिला म फ्राई गर्छु। म यसलाई रातो भएर रातो भइसकेपछि चाहिँ 75% पाकिसकेपछि अनि मात्र म यो बसिदार हाल्नेछु, यसमा एड गर्छु हैन। हेर्दै जाउँ साथीहरु, पकाउँदैछु पाक्छ। मेरो आज 3टा काम थियो नि त साथीहरु, के गर्ने, भुँडी उसिन्ने, राँगाको मासु झोलवाला बनाउने, उतापट्टि सुकुटी पर सुकुटी देखिहाल्नु भयो, अघि देखाइहाल्यो हैन। अनि यो अचार पनि बनाउनु छ, सबै कामहरू छ हैन। दोकानमा म एक्लै हुन्छु, बाबु स्कुल, अब मेरो हस्बेन्ड आफ्नो काममा, सासु घरमा है। त्यही भएर मैले जे जस्तो देखाएको छु त्यही नै हेर्नु होला। अनि अर्को कुरा, यो भिडियोहरूलाई चाहिँ सब्स्क्राइब गरिदिनु होला, जसले सब्स्क्राइब गर्नुभएको छैन, जो मान्छे नयाँ हुनुहुन्छ हैन। बेल आइकनहरु पनि दबाइदिनु, सपोर्ट साथ फुल दिनु होला साथीहरु भन्दै। अस्ति हेर्नु त यो बाटो कति सुन्ने छ। फेरि म मासुमा आएँ, मासु पकाउँदै। मेरो रेडी भइसक्यो साथीहरु। मासु पाकिसकेर मैले खनाइसकेँ हैन। यता भुँडी भुट्दैछु, अर्को यहाँको पाइपनको भुँडी यता। अब यसमा चाहिँ अचार बनाउन तेल लागे। म अचारको लागि तेल हाले, ग्यास पनि सिद्धिन्छ कि के हो साथीहरु, फेरि गरे जस्तो लाग्छ त हो। म सिद्धिएँ कहाँ हो ग्यास सिद्धियो भनेको, यो अलिकति म चाख्नलाई राखेको साथीहरु। झर्काको नाम गुमाइदियो अरे, ए हो जनको गोरु त्यसको 80 भन्दा तलको कुरा गर्नु भनौँ, बाटोमा लगाएर देखाइदिए 80,000 भन्दा तलको हेराइदिन्छु। त तपाईँको लाठी लाग्छ अनि अब साथीहरु अब सबै पाकिसक्यो हैन। मैले रेडी गरिसकेँ, राँगाको भुँडी पनि रेडी भइसक्यो।
सबै चम्मचलाई छोपेर राख्छु एक पिस खानु पर्यो कपुरको हो आमा कपुरको आमा के भयो कपुरको पनि आमा छ र ए ओ हो कपुर अङ्कलको आमा हो आज पो थाहा भएको त कतिजनाको आमा रहेछ धेरै वर्ष भयो कसलाई 100 वर्ष पुग्यो 100 वर्ष भयो एउटा फेसबुकमा देखाएको 309 वर्ष कतिको यस्तो पुरै हटिन्छ मिठो छ भाउ ल थ्याङ्क यू सो मच फर वाचिङ माई युट्युब च्यानल टाटा बाई बाई